कार्यक्रममा यहाँसँग एक बडा जोरदार तालीको साथ स्वागत गरौँ भव्य क्रान्तिको लागि। बस्नु पर्यो एक मिनट बस्छु ल लास्टै थाकेको छु 1 मिनट चाहिँ यो बोलिन्जेल चाहिँ बस्छु ल जिन्दगी यात्रा हो भन्छ सङ्घर्ष हो भन्छ साँच्चीकै हो रहेछ लामो दूरीको यात्राबाट पश्चिमबाट सुर्खेतबाट आइपुगेको छु सिन्धुलीमा अनि स्पेसली खास चाहिँ आजको दिन चाहिँ मलाई मिस गर्नु थिएन किनभने मैले यो दिन धेरै पहिलादेखि हेरिरहेको थिएँ आउनु थियो अनि जसरी यिनी हाउ तपाईँहरूसँग भेट्नु थियो मलाई आज बिहानैदेखिको फ्लाइट अब डिले नेपालको त्यही भएर पनि एकदमै ढिला भयो त्यसको लागि चाहिँ म प्रार्थी छु है सबैजनालाई माफ मागे है अलि ढिला गरे तर यात्रामा सबैजनाले साथ दिनुभयो राम्रोसँग स्पेसली उताबाट फ्लाइट भइसकेपछि म राम्रोसँग हेटौडासम्म आएर हेटौडादेखि यहाँ हाम्रो बासुदा स्पेसली बासुदाईको लागि शिशिर दाईको लागि कसेर ताली दाईहरू हुनु नभएको भए सायद यो असम्भव थियो थ्याङ्क यू एभ्री वान र यो मरिन फेस्टिभलमा यहाँ बोलाइदिनु हुने इन्टायर आयोजक टिमलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु र स्पेसली झन् तपाईँहरू यति बेलासम्म मलाई कुरेर बस्दिनु भयो थ्याङ्क यू सो मच धेरै धेरै माया है मनैदेखि ल अब धेरै गफ नगरौँ है त फेरि धेरै ढिला पनि भइसक्छ सो मेरो ट्र्याक आइसकेको छ अब गीतबाट अगाडि बढ्न चाहन्छु हल्का लामो सास तान्न चाहन्छु है त थाकेको छु तर केही छैन सक्दो प्रयास गर्नेछु तपाईँहरूसँग भरपुर रमाइलो गर्नको लागि सबैभन्दा पहिला कुन गीत जवानी बेच्ने कुरा नगर्नु मसँग ओके सबैभन्दा मेरो पहिलो गीत चरी भयो फुरुरु जान्थे उडेरबाट सुरु गर्न चाहन्छु है पूर्वको माटोको गीत त्यो पछाडि कन्टिन्यू हामी नाच्नेछौँ है सबैजना थ्याङ्क यू सो मच यो माया देखेर यो मायाको भोको छु म भोको थिएँ थ्याङ्क यू एभ्री वान माथि हिमाली बेगमा ट्र्याक त्यो पछाडि केही नभने है मेरी बुहारीलाई ओके सबैजना रमाइलो गर्नुपर्छ है
गाहे